अनि के हेर्नु न यता हेर्नु न एकछिन एउटा कुरा क्या मलाई क्या अब अहिले त बिहेको सिजन चलिरहेछ नि त अनि बिहेको सिजन देखेर अब टिकटकमा पनि फेसबुकमा नि बिहेकै मात्रै फोटोहरू देखेर नि मलाई त फेरि बिहे गर्नु मन लाग्यो तपाईँलाई लागिहाल्छ नि कस्तो लागिहाल्छ क्या अब भएको कुरा मन लागेको कुरा भन्दा पनि कस्तो भइहाल्छ नि कसरी हुन्छ के त्यसो बिहे एकचोटि गरिसकेपछि 5 चोटि गर्छ बिहे भनेको कसरी एकचोटि गरिसक्यो त बिहे त होइन कि अब मैले अरूसँग भने होइन नि त तपाईँसँग त गर्ने हो नि फेरि गरौँ न भनेर मसँग फेरि के गर्ने भनेको त्यस्तो त म त त्यो त अब नसोच्दा पनि हुन्छ किन काबु हो एकैचोटिमा एकचोटि दुःख पाइसकेको मान्छेले फेरि फेरि दुःख पाउन चाहँदैन क्या त्यस्तो थियो यस्तो नि भन्छ नि त मान्छेहरू 7 जुनीसम्म तपाईँलाई नि पाएँ भने खुसी हुन्छु म भनेर पुरै गर्छन् हाम्रो त के हो छैन त 1 वर्षमा 2 वर्ष हुँदैछ काबु हो क्या हो 7 जुनी त कुरै छोड्यो नि यही जुनीको 2 वर्ष पनि 7 जुनी त त्यो त नि कुरै नगरौँ के सोच्दै नसोचौँ डाइनोसरको पनि एक जमानामा पालो थियो नि सक्यो नि डाइनोसर फेरि अब 7 जुनीसम्म डाइनोसर आओस् भन्नुहुन्छ त कति दुःख पाइन्छ डाइनोसर आयो भने त्यस्तै त हो नि यो पनि त्यस्तै त हो नि यो पनि